भाव बोकेको मेरो एउटा कविता छ र यो कविता मलाई प्रत्येक स्कुलमा गएर सुनाउन मन लाग्छ। अरू कविता छ 3-4 तर मलाई यही कविता सुनाउन मन लाग्छ। मैले केपीमा पनि यही सुनाएको थिएँ र अहिले पनि। मेरो कविताको शीर्षक छ म नेपाली हुँ। दाजु र भाइका छोराछोरीले आन्टी भनेर बोलाउँछन्। दाजु र भाइका छोराछोरीले आन्टी भनेर बोलाउँछन्, तर मलाई फुपू भनेको मनपर्छ। दिदीका छोराछोरीले आन्टी भन्छन्, तर मलाई सानीमा भनेको मनपर्छ। भान्जा भान्जीले पनि आन्टी भन्छन्, तर मलाई माइजू भनेकै मनपर्छ। भतिजा भतिजीले भतिजा भतिजीले पनि आन्टी नै भन्छन्, तर मलाई काकी भनेकै मनपर्छ। छोरा छोरीले मम्मी मम्मी भन्छन्, तर मलाई आमा आमा भनेको मनपर्छ। असाध्यै मनपर्छ, साँच्ची हो म नेपाली हुँ। अनेपाली सम्बोधनले झस्किन्छ मुटु मेरो। विस्थापित हुँदा छन् आज काका काकी मामा माइजू फुपू फुपाजू सानीमा र साना बाहरू। हाँस उठ्छ मलाई दिदी दाजुले मेडम र सर हुनुमा गर्व गरेको देखेर। हो दिदी र दाजुले मेडम र सर हुनुमा गर्व गरेको देखेर डर लाग्छ मलाई। बिस्तारै बिस्तारै भाषा भाषिकाहरू हराउँदै हराउँदै लोप हुँदै गरेको देखेर कातर छु म त्यसैले असाध्यै असाध्यै डराएकी छु। बहादुर हुनुहुन्छ तपाईँहरू, त्यसैले त तपाईँहरूलाई डर लाग्दैन। आज घर घरबाट हराए बा आमाहरू, हराए हजुरबा र हजुरआमाहरू। सुन्दैन आप्पा नाना बजू बाजे भनेर बोलाएको। हराए वाङ छुवा छुना कोप्पा कोपु र देमा देप्पाहरू। एका देशमा भइसक्यो नि, एका देशमा भइसक्यो निनी कका पाजु र मलेजुहरू। अजा अजी तरिबा र तरिमाहरू जस्ता सङ्गीतमय ध्वनिहरू सुनेको। त्यसैले त म डराएकी छु। विस्तारवादी जालो मुटुमा फैलिएको देखेर साम्राज्यवादीहरूले भाषामा साम्राज्य जमाइसकेको देखेर डर लाग्छ, हो डर लाग्छ। काका र मामाहरू एका देशका होलान्, सानीमा र फुपू भनेको के हो भनेर सोध्लान् छोराछोरीले भनेर। त्यस बेला आमासँग पनि जवाफ हुने छैन। त्यसैले आतंकित छु बिस्तारै बिस्तारै देश हराउला भनेर। साइनोको सम्बोधन हराउँदै गएपछि नेपाली भाषा हराउला। देशको पहिचानमा भाषा मुटु कलेजो हो भाषा मूल हो। मूल नै सुकेर हराएपछि कहाँ र कसरी बग्लान् र अरुण र तम्बोरहरू, कसरी बग्लान् ससाना घरेहरू। भाषा हराएपछि देश हराउनेछ, पहिचान हराउनेछ। अनि म कसरी भन्न सकुली र म नेपाली हुँ भनेर, कसरी गर्व गर्न सकुली र म नेपाली हुँ भनेर, धन्यवाद।